नेपालको बारेमा सुन्नुभयो होला। सुस्तामा 10,000 मान्छे बस्थे। त्रिवेणीको नदी पारी हाम्रो एउटा गाविस सुस्ता थियो नेपालको, जहाँ 10,000 मान्छेहरू बस्थे। 10 वटा वडा थियो। तर उनीहरूले इन्डियाले ड्याम बनाइदिने बित्तिकै त्यो गाविसका मान्छेहरू डुब्दै गए। अहिले 2 वटा मात्र बाँकी छ, 8 वटा वडा डुबिसके। 10,000 वटा मान्छे घटेर 3,000 मा झरिसके। आज त्यो 3,000 मान्छेलाई के भन्दैछन् तपाईँलाई थाहा छ? तिमीहरू इन्डियाको नागरिकता ल्याऊ, तिमीहरूलाई हामी समृद्ध बनाइदिन्छौँ, पुल बनाइदिन्छौँ, सबै थोक बनाइदिन्छौँ, नेपालको भन्यो भने तिमीहरूलाई सधैँ दुःख दिन्छौँ भनेर। एसएसपी फोर्सले जहिले पनि आएर उनीहरूको उखु काटिदिन्छ, अन्नहरू उब्जाउहरू सबै लिएर गइदिन्छ। अनिखेर हाम्रा ती नागरिकहरू रात दिन इन्डियाको बाटो किनमेल गर्न जान्छन्, इन्डियामै गएर बलात्कृत हुन्छन्। त्यो गाउँमा त्यो ठाउँमा एउटा पनि दिदी मैले देख्छु छैन जो इन्डियन आर्मीले बलात्कार नगरेको होस्। त्यस्ता नालायकहरूले भनिएको देश छ यो। कुनै नेताले बोल्ने हिम्मत गरोस् देशको बारेमा, भोलि कुर्सीबाट हट्नुपर्छ। त्यस्ता हिजडाले चलाएको मुलुक छ यो। त्यो मुलुकमा एउटा सत्ता नेपाली नालायक भएर घरमा बस्न सकिँदैन। लायक मानेर कुनै नेतृत्वको पछि लाग्न सकिँदैन। कसैको नेतृत्वलाई विश्वास गरेर यो भावी सन्ततिको सेक्युरिटी छ भनेर जिम्मा लाउन सकिँदैन। तिनै नालायकहरूको अगाडि लायक पुस्ता बनाउन गरेको हाम्रो अभियान हो। साथ दिन सक्नुहुन्छ भने दिनुहोस्, नत्र समयले यस्ता युद्धहरू जन्माउँछ जसले साथ पनि दिन्छन्। र हामीले देखेको सपना चाहे अर्को जन्म लिएर होस्, चाहे यही जन्म लिएर होस् वा पटक पटक जन्म लिएर होस्, यो संसारको सबभन्दा उच्च सगरमाथाको मुनि बनेको मुलुक, यो मुलुकले आफ्नो राष्ट्रियता बचाएर लिएर जाने सपुतहरू जन्माउँछ। म तिनै सपुतलाई आह्वान गरिरहेको छु। 5-7 वर्षदेखि पटक पटक आह्वान गरिरहेको छु। मेरो भाषा बुझिएको छैन, मेरो त्यागलाई कुरा काटिएको छ, मेरो त्यागको तपस्यालाई पैसा कमाउने माध्यम बनाइएको छ। तर एक दिन त्यस्ता सपुतहरू यिनै भिडबाट निस्किन्छन् र त्यही सपुतहरूलाई लिएर म यो देशमा कुनै न कुनै काँचुली फेर्ने एउटा दर्शन छोडेर जान्छु जसलाई भावी सन्तानले हेर्दाखेरि गर्व गर्छन्। र यो संसारमा हामी यस्तो संस्कृति सम्पन्न मुलुकका मान्छौँ भनेर परिचय बनाउँछौँ। त्यो मुलुक, त्यो भविष्य, त्यो अन्धकारबाट बच्ने त्यो भविष्य र भावी सन्ततिलाई देखाउने त्यो पिक्चर देखाउनलाई म रातको दिन खटिरहेको छु। तपाईँहरू साथ दिनुहुन्छ दिनुहुन्न, भोलिका दिनमा कामबाट प्रमाणित हुनेछ। अहिलेको तालीलाई मैले साथ मान्दिनँ, अहिलेको चिच्चाहटलाई मैले साथ मान्दिनँ। यो हलबाट निस्केपछि तपाईँले बाँच्ने, खाने, हिँड्ने, बोल्ने र गर्ने सम्पूर्ण संस्कारहरू हेरिनेछन् र त्यो संस्कारलाई मध्यनजर गरेर तपाईँहरूलाई स्पेस दिनेछ र त्यही स्पेसको आधारमा भोलिको समाज निर्माणको लागि अभियान हुनेछ। बाँकी कुरा भोलिको दिनमा हेरौँला। अहिले म यति भन्दै बिदा दिन्छु। धन्यवाद।